ओम हरिओम। जय श्री राधे, जय श्री कृष्ण। स्वागत छ हजुरहरूलाई यस ओमकार टेलिभिजनमा। यस ओमकार टेलिभिजनको माध्यमबाट नित्य रूपमा हजुरहरू यो पुरुषोत्तम महात्म्यका कथा प्रसङ्गलाई श्रवण गर्दै आइरहनु भएको छ। आज पनि हजुरहरू सोही अनुरूप यो पुरुषोत्तम महात्म्यको कथा प्रसङ्गलाई श्रवण गर्नका निमित्त उपस्थित भइसक्नु भएको छ। म पण्डित आयुष नरोडाका साथमा यस ओमकार टेलिभिजनको माध्यमबाट आज हामी पुरुषोत्तम महात्म्यको कथा प्रसङ्ग श्रवण गर्ने क्रमको अन्तिम दिनमा उपस्थित भएका छौँ। यानि कि पुरुषोत्तम महात्म्यको कथा प्रसङ्गलाई श्रवण गर्ने क्रममा आज हामी 31 अध्यायको कथा प्रसङ्गका समक्षमा उपस्थित भएका छौँ। आज हामी 31 अध्यायको कथा प्रसङ्गलाई नै हजुरहरूका सामु प्रस्तुत गर्नेछौँ। हजुरहरूले हामीलाई कुन कुन स्थानबाट हेरिरहनु भएको छ कृपया अवश्य कमेन्ट गर्न भने नभुल्नुहोला। साथै सल्लाह सुझाव र प्रतिक्रिया पनि अवश्य पनि दिनुहोला। र हजुरहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ र सब्सक्राइब गर्नुभएको छैन भने अवश्य सब्सक्राइब गरेर पनि हामीमा जोडिनुहोला। हामीले यो पुरुषोत्तम महात्म्यका विविध कथा प्रसङ्गहरू श्रवण गर्दै आइरहेका थियौँ। आज हामी पुरुषोत्तम महात्म्य यानि कि यो पुरुषोत्तम मास, यो पुरुषोत्तम भगवान् श्री कृष्णको महिनाको अन्तिम दिनमा छौँ। आजबाट नै हाम्रो यो पुरुषोत्तम महात्म्यको कथा प्रसङ्ग लगायत पुरुषोत्तम मासलाई पनि हामीले बिदाई गर्नेछौँ। अब हामीले पुरुषोत्तम मास अथवा पुरुषोत्तम मासको हामीले कल्पना गर्न अथवा पुरुषोत्तम यसपालिको पुरुषोत्तम महात्म्यका प्रभावले गरेर हजुरहरूलाई पनि अवश्य पुरुषोत्तम मासको त व्रत लिनुपर्ने रहेछ भने इत्यादि यावत कुराहरू हजुरहरूलाई पनि लागेको होला। यही लागेको रहेछ भने पनि हजुरहरूले अब यो पुरुषोत्तम महात्म्यको कथा प्रसङ्ग श्रवण गर्नका निमित्त भनेर चाहिँ अब 2.5 देखि 3 वर्षलाई पर्खिनुपर्ने हुन्छ। यानि कि पुरुषोत्तम मास हरेक 3 वर्षमा मात्रै आउने गर्दछ। त्यस कारणले गर्दा हजुरहरू अवश्य धैर्य धारण गर्नुहोला। अथवा हजुरहरूलाई बिचको समयमा पनि यो पुरुषोत्तम महात्म्यको कथा प्रसङ्गलाई श्रवण गर्न मन लागेको रहेछ भने चाहिँ हाम्रो यस ओमकार टेलिभिजनको प्लेलिस्टमा गएर हजुरहरूले 1 अध्यायदेखि 31 अध्यायसम्मका सम्पूर्ण कथा प्रसङ्गलाई नै श्रवण गर्न पाउनुहुनेछ। आउनुहोस्, अब हामी विलम्ब नगरिकन आजको दिनको पञ्चाङ्गलाई स्मरण गरौँ र पञ्चाङ्गलाई स्मरण गरेसँगै हामी आजको दिव्य कथा प्रसङ्गलाई श्रवण गर्नेछौँ। र यो पुरुषोत्तम मासमा अवश्य हजुरहरूले एकपटक मात्रै भए पनि गङ्गा स्नान गर्नुभयो होला। गङ्गा स्नान गर्नको विशेष महत्त्व बताइएको छ यो पुरुषोत्तम मासमा, यो पुरुषोत्तम महिनामा हजुरहरूले पनि गङ्गा स्नान गर्नुभयो होला। र हजुरहरू यदि गङ्गा स्नान आजसम्म पनि गर्नुभएको छैन भने अवश्य आज त सङ्क्रान्ति रहेको छ र सोमबारे औँसी पनि रहेको छ। अधिक मास आजबाट नै समाप्ति पनि हुँदैछ र स्नान र दानका लागि पनि आज औँसी रहेको छ। हलो बार्ने पनि आज रहेको छ र अधिक मास अपुप दानको समाप्ति पनि आज रहेको छ। त्यस कारणले गर्दा हजुरहरूले सम्भव छ भने आजको दिन एकजना ब्राह्मणलाई औँसीको भोजन गराउनु होला, स्नान दानहरू पनि गराउनु होला, तीर्थमा गएर स्नान गर्नु होला। तीर्थमा गएर स्नान गरे पश्चात घरमा आएर एकजना ब्राह्मणलाई आफूले सकेको अनुसारको दान भनी अवश्य गर्नुहोला। सिधा तयार गर्नुहोला, केही वस्त्रहरूलाई पनि दिनुहोला, सम्भव छ भने छत्र छाता पनि दान गर्नुहोला। यसको विशेष महत्त्व बताइएको छ। र एउटा पात्रमा हजुरहरूले तिल राखेर त्यो तिलमा सकिन्छ भने भगवान् श्रीकृष्णको प्रतिमा, सकिँदैन भने पनि एउटा केही सुनको प्रतिमा, अथवा त्यो पनि सकिएन भने एउटा द्रव्य यानि कि पैसा मात्रै राखेर भए पनि हजुरहरूले जरुर तिल दान पनि गर्नुहोला। यसको पनि विशेष फल बताइएको छ। आउनुहोस्, अब हामी आजको दिनको पञ्चाङ्गलाई स्मरण गऱ्यौँ। अघि हामीले आजका दिनका पर्वहरूका बारेमा स्मरण गरिसक्यौँ। आज मच्छिन्द्र नारायण मेलाको समाप्ति पनि रहेको छ। अनि विश्व अग्रज दुर्व्यवहार जागरुकता दिवस पनि रहेको छ। रौद्र नाम गरेको संवत्सर उत्तरायण ग्रीष्म ऋतु आषाढ मास अधिक ज्येष्ठ कृष्ण पक्षको अमावस्या तिथि 9:12 रहेको छ। तत्पश्चातको समय भने प्रतिपदा तिथि प्रारम्भ हुँदैछ। 12 भन्नुपर्दा सोमबार रहेको छ। मृगशिरा नाम गरेको नक्षत्र, शूल नाम गरेको योग, नागा नाम गरेको कर्ण र सूर्य भन्नुपर्दा मिथुन राशिमा, देवगुरु कर्कट राशिमा र चन्द्रमा भने वृष राशिमा रहनु भएको छ। हो, यो भयो आजका दिनका पञ्चाङ्ग। हामीले श्रवण गरियो भने पनि गङ्गा स्नान गरे सम्मानको फल प्राप्त हुन्छ भनेर त हामीले विगत 31 दिनदेखि नै हजुरहरूका सामु भन्दै आइरहेका छौँ। आउनुहोस्, आजको भिडियो हामीले यो कथा प्रसङ्गभन्दा पनि विषयवस्तुगत भिडियो लिएर उपस्थित भएका छौँ। हुन त हामी अब निरन्तर कथा प्रसङ्गलाई श्रवण गर्दै नै आइरहेका छौँ। आज पनि हामी यो 48 वटा श्लोकले युक्त भएको यो पुरुषोत्तम महात्म्यको 31 अध्याय कथा प्रसङ्गलाई पनि श्रवण त गर्ने नै छौँ। तर पनि पारायणको विधान अथवा कथा श्रवणको फलको विषयको आजको कथा प्रसङ्ग रहेको छ। आउनुहोस्, अब हामी सर्वप्रथम श्रवण गरौँ। सोभन्दा पहिले भने भगवानको स्मरण गर्दै तत्पश्चात हामी दिव्य कथा प्रसङ्गतिर प्रस्तुत हुनेछौँ। बोली बालमुकुन्द भगवानको, लक्ष्मीनारायण भगवानको, पुरुषोत्तम भगवानको। ओम आयु दीर्घ रहुन्, सदा सुखी हुनु, विद्या कुशाग्रै रहुन्,
लक्ष्मी तुष्ट रहून् र रोग पनि न सद्बुद्धि तीव्रै रहून् वाणी सत्य रहून् ती सुख दुःखमा कहिले नभुल्ने गरी भक्ति श्री हरिको रहून् निसदिनै रक्षा गरून् हर घडी हे भक्ति श्री हरिको रहून् निसदिनै रक्षा गरून् हर घडी हे सच्चिदानंद रूपाय विश्वोत्पत्त्यादि हेतवे तापत्रय विनाशाय श्री कृष्णाय वयं नमः। श्री पुरुषोत्तमाय नमः। आउनुहोस् अब हामी 31 अध्यायको कथा प्रसङ्गलाई प्रारम्भ गरौँ। यो बृहत नारदीय महापुराण अन्तर्गतको नारद र नारायण बीचको संवादको कथा प्रसङ्गलाई आरम्भ गर्दै जाँदा आज यहाँ सुतजी महाराजले यो 31 अध्यायको कथालाई आरम्भ गर्नुहुन्छ। आज यहाँ सुतजी महाराजले भन्नुहुन्छ, इत्थं पतिव्रता धर्म मार्कण्ड्य नारदो मुनिः किञ्चित् प्रष्टुमना विप्रा मुनिमाह पुरातनः। आज यहाँ सुतजी महाराजले भन्नुहुन्छ, हे ब्राह्मण हो, इत्थं नारद मुनिले सुतजी महाराजले आज यहाँ बताउनुहुन्छ कि पतिव्रता धर्मको बेली विस्तार सुनेर अरू केही सुन्ने मन भएर यानि सोध्ने इच्छाले पुरातन मुनि आज नारायणलाई भन्नुभयो। यस्ता प्रकारले सुतजी महाराजले भगवान नारायणलाई बताउनु भयो। तब आज यहाँ नारद महामुनिले भन्नुहुन्छ, सर्वदानाधिकम कस्य सम्पुटम परिकीर्तित। आज यहाँ नारद महामुनिले भन्नुहुन्छ, हे नारायण, हजुरले समस्त प्रकारका दानहरूमा अधिक ज्यादा फल दिनेवाला काँसको ठुलो कचौरा अथवा थाल भन्नुभयो नि। यो कथनको अलि मलाई स्पष्टता भएन, मलाई विविध कारणले स्पष्टता भएन। हजुरले मलाई स्पष्ट विचार गरेर मलाई बताउनुहोस् न यो दानको विषयमा भनेर आज नारद महामुनिले भगवान नारायणका समक्षमा प्रस्तुत गर्नुहुन्छ। तब आज यहाँ भगवान नारायणले बताउनुहुन्छ, हे ब्राह्मण, कुनै समयमा पार्वतीले यो पुरुषोत्तमको व्रत गर्नुभएको थियो र त्यतिखेर उहाँले महादेवसित सोध्नु भएको थियो कि हे प्रभु, यस व्रतमा सबभन्दा उत्तम दान चाहिँ के हो त भनेर पार्वती देवीले भगवान महादेवका समक्षमा प्रस्तुत गर्नुभयो। येन सम्पूर्णतां याति व्रतम मे पुरुषोत्तमे तन्मे बद दया सिन्धु सर्वेषां हित हेतवे। जुन दान दिनाले मेरो पुरुषोत्तमको व्रत पूर्णता प्राप्त होस्। पुरुषोत्तमको व्रतमा यदि मैले कुनै अपूर्णता प्राप्त गरेको रहेछु भने पनि त्यो दान दिइसके पश्चात मेरो पूर्णता प्राप्त होस्। हे दया सिन्धु सर्वेषां हित हेतवे। हे दया सिन्धु, दयाका सागर प्रभु, समस्त प्राणीहरूको कल्याणको लागि त्यो दान मलाई बताउनुहोस् न। पार्वतीको आज यस्तो प्रार्थना सुनिसके पश्चात भने भगवान नारायणले विचार गर्नुहुन्छ, शम्भुले पुरुषोत्तम भगवानलाई ध्यान गर्ने मनमा केही गुनेर सारा प्राणीको कल्याण चाहने पार्वतीलाई यो व्रतको विधान र यो यस्तो कल्याण दिनेवाला दान चाहिँ के रहेछ भन्ने कुराको उद्घोष गरिदिनुहुन्छ। महादेवले भन्नुहुन्छ, व्रत पूर्ण विधिम कर्तुर म पर्णे छन्दसी क्वचित। आज महादेवजीले भन्नुभयो, हे पार्वती, पुरुषोत्तम महिनामा पुरुषोत्तमको व्रत विधि पूर्ण दानका लागि गरिने योग्य दान त वेदमा पनि कुनै पनि छँदै छैन। हे पार्वती, अरू व्रतमा जो दान एकदम उत्तम बताइएको छन् ती सब दान श्रीकृष्णको प्यारा पुरुषोत्तम महिनामा गौणतामा गएका छन्, यानि अमुख्य मानिएको छन्। हे सुन्दरी, हे प्यारी, यसकारण पनि यस्ता प्रकारको दान बताइएको छैन जुन दान गर्दाले पुरुषोत्तम महिनामा गरिएको तिम्रो व्रत पूर्ण हुनेछ। हे प्यारी, यस पुरुषोत्तम महिनामा पुरुषोत्तमको व्रत परिपूर्ण गर्नका लागि सम्पुटका आकारको ब्रह्माण्ड दान छ, त्यही दान दिनु योग्य छ। हे सुन्दरी, यस्ता प्रकारको तो दान दिन त कसैले पनि कहिले पनि सक्दैनन्। त्यसकारण यो ब्रह्माण्डको प्रतिनिधिमा काँसको सम्पुटलाई गराउनु पर्दछ, यानि कि काँसको थाललाई गराउनु पर्दछ र त्यसको बिचमा पनि त्यसभित्र प्रसन्नताका पूर्वक 3वटा मालपुवालाई राखेर ती मालपुवा भरिएको थाललाई राता अथवा पहेँलो 7वटा धागाले बेरेर हे प्यारी पार्वती त्यस मालपुवालाई विधिपूर्वक पूजा गरेर पुरुषोत्तमको व्रत पूर्तिका लागि विद्वान ब्राह्मणलाई दान दिनुपर्छ। यदि विभव छ भने यस्तै प्रकारले 30वटा थाली 30 जना ब्राह्मणलाई दान दिनुपर्दछ। यानी जटाधारी भगवान महादेवको आज यस्तो प्रकारको उपकारी वचन सुनेर सारा लोकको कल्याण चाहने पार्वती माता पनि आज अत्यन्तै खुसी हुन लाग्नुभयो। हे नारद, तब ती पार्वतीले त्यस्तै प्रकारका 30वटा काँसका थालीहरू 30वटा विद्वान ब्राह्मणलाई दान दिएर आफ्नो व्रतको विधिलाई पूरा गरी अत्यन्तै रमाउन लाग्नु भएको थियो। तब आज यहाँ सुतजी महाराजले प्रश्न गर्नुहुन्छ, इत्याकर्ण मुनि विप्रा नारायणो वचो मृत्यम पुनराहाति तृप्तोषी नाम नामम पुनः पुनः। हे ब्राह्मण हो, नारद मुनिले
नारायणको यस्ता प्रकारको अमृत रूपी वचन सुनेर अत्यन्त तृप्त सन्तुष्ट भएका उनले घरिघरि नमस्कार गर्दै यानि बारम्बार नमस्कार गर्दै फेरि भन्न लाग्नुभयो। तब आज यहाँ नारद महामुनिले भन्नुहुन्छ सर्वेभ्यो साधनेभ्यो यम मास श्री पुरुषोत्तमे वरिया निश्चयो मेद्य श्रुत महात्म्यमुत्तमम्। धर्म कर्मका लागि अरू सबै प्रकारका साधनहरू भन्दा यो पुरुषोत्तम महिनाको व्रत साह्रै श्रेष्ठ भनेर बताइएको छ। यसको उत्तम महात्म्यलाई सुनेर मलाई आज यस्तो निश्चय भयो कि केवल भक्तिपूर्वक सुनेरै मात्र पनि मनुष्यहरूको ठुल्ठुला पापहरूको नाश हुनेछ। फेरि श्रद्धा भक्तिका साथ विधिपूर्वक पूजा गर्नेको त कुरै नगरौँ न। यस्तो मती यानि कि मतहरू शास्त्रले दिएको पाइन्छ। अब उपरान्त मेरा यानि मैले सुन्नै पर्ने कुरा सुन्न केही पनि बाँकी रहेका छैनन्, किनकि अमृत पिएर अत्यन्तै अगाएको व्यक्तिले फेरि अरू पानी पिउन चाहँदैन भनेर आज यस्ता प्रकारले महादेवले माता पार्वतीका समक्षमा भन्नुहुन्छ। तब आज यहाँ सुतजी महाराजले फेरि भन्नुहुन्छ इत्युक्ता विरतो विप्रो नारदो मुनि सत्तमम। मुनिश्रेष्ठ ब्राह्मण नारदजी यति भनेर चुप लाग्नुभयो र प्राचीन मुनि नारायणका अति श्रेष्ठ चरण कमलमा नम्रतापूर्वक ढोग्न लाग्नुभयो। जो मनुष्य भारतवर्षमा जन्म पाएर पनि उत्तम पुरुषोत्तम महिनाको सेवा व्रत गर्दैनन्, महात्म्य सुन्दैनन्, केवल घर विवाहमै आसक्त रहन्छन् भने त्यस्ता मनुष्यहरू नराधम हुन्, यानि मनुष्यहरू अधम हुन्। तिनीहरू यस संसारमा जानु र आउनु अर्थात् मर्नु र जन्मनु मात्र गरिरहन्छन् भने जन्म जन्ममा यानि प्रत्येक जन्ममा नारी भए विधवा हुन्छन् र पुरुष भए पुत्र मित्र स्त्री आफ्ना बन्धु बान्धवहरूका वियोगले दुःख भोगिरहनु पर्नेछ। हे द्विजश्रेष्ठ ब्राह्मण हो, यो पुरुषोत्तम महिनामा असत शास्त्रहरू अर्थात् धर्म विराधी पाखण्डा शास्त्रहरूलाई भन्नु सुनाउनु हुँदैन। अर्काको बिछ्यौनीमा सुत्न पनि हुँदैन। कहिले पनि झुटो कुराहरू पनि गर्न हुँदैन र अर्काको जुठो पनि खाने गर्नु हुँदैन। कुनै हालतमा पनि कहिले पनि अर्काको निन्दा पनि गर्न हुँदैन। अर्काको अन्न पनि खान हुँदैन तथा अर्काको काम पनि गर्न हुँदैन। कन्जुस्याइ नगरिकन ब्राह्मणलाई दान दिनुपर्दछ। धन हुँदाहुँदै पनि लोभले कन्जुस्याइ गर्ने र दान गरिएन भने त्यो व्यक्तिहरू रौरवम व्रजेत भनिएको छ। रौरव नाम गरेको नरकमा प्रस्थान गर्नेछन्। दिनहुँ यानि प्रतिदिन श्रेष्ठ ब्राह्मणलाई उत्तम अर्थात् सबै प्रकारकोले सहित भएको बेस भोजन सिधा तयार गरेर प्रतिले दिनको यानि सूर्योदयदेखि सूर्य अस्त बीचको समयमा भोजन गर्नुपर्दछ। र ती पुरुषहरू धन्य हुन् जो यस लोकमा श्रद्धा भक्तिले प्रेमपूर्वक विधिविधानले पुरुषोत्तम भगवानलाई पुरुषोत्तम महिनाभरि नित्य दिनहुँ पूजा गर्ने गर्दछन्। उहिले इन्द्रधुम्न शतधुम्न यौवनाश्रम भगीरथ राजाले यी सबै राजाले नै पुरुषोत्तम भगवानको विशेष आराधना गरेका थिए र भगवानको समीपमा गएका थिए। त्यसकारण समस्त साधनभन्दा श्रेष्ठ र समस्त चाहेको इच्छा पूरा गरिदिनेवाला पुरुषोत्तम भगवानको सब तरहले सकेसम्म सेवा गर्नुपर्दछ। गोवर्धनधारी गोपस्वरूपी गोपाल गोकुलका उत्सव स्वरूप ईश्वर गोपीहरूका प्रिय गोविन्द भगवानलाई म नमस्कार गर्छु यानि कि ढोग्दछु। उहिले कौडिन्य ऋषिले यस मन्त्रलाई बारम्बार हरमेशे भन्ने गर्नुहुन्थ्यो र जो व्यक्तिले यस मन्त्रलाई भक्तिपूर्वक पुरुषोत्तम भगवानभरि जप्ते पुरुषोत्तम महिना बिताउँदछ भने त्यो व्यक्तिले पुरुषोत्तम भगवानलाई प्राप्त गर्दछ। पुरुषोत्तम मासमा व्रतीले महिनैभरि नयाँ मेघ जस्तो श्याम वर्ण भएका दुई हात भएका अनि दुवै हातले मुरली पक्रेका एवं टल्किने पहेँलो वस्त्र पिताम्बर लगाएका र राधाले साथै रहेका अत्यन्तै राम्रा पुरुषोत्तम भगवानलाई ध्यान गर्ने यानि सम्झिराख्ने गर्नुपर्दछ। र पुरुषोत्तमका व्रतीले पुरुषोत्तम भगवानलाई सम्झाइ गरेर पूजा गरेर पुरुषोत्तम महिना बिताउने गर्नुपर्दछ। यस्ता प्रकारले जो व्यक्तिले भक्तिपूर्वक व्रत गर्ने गर्दछन् उसले आफ्ना सबै मनोरथहरूलाई प्राप्त गर्ने गर्दछन्। गुह्यात् गुह्यतरं चैतन्य वाच्यं यस्य कदाचिनः मयापि कथितं नैव काश्यप्रे तपोधनः। जो तपोधन हो तपस्यानि धन भएका ब्राह्मण ऋषि हो। यो गुप्त भन्दा पनि अति गुप्त व्रत जो कोहीलाई यानि जस्तोलाई भन्ने पनि गर्न हुँदैन। मैले पनि कसैका पनि सामने भनेको छैन। हे ब्राह्मण हो, चाहेको फल दिने यानि मनोरथ पूरा गर्ने अति पवित्र यो पुराणलाई सादरपूर्वक सधैँ सुन्ने गर्नुपर्दछ। एउटा श्लोक मात्र सुन्नाले पनि मनुष्यहरूको सारा पापहरूलाई नष्ट हुन्छन् यानि नासिएर जानेछन्। हे मुनिश्रेष्ठ हो, गङ्गा आदि गइएका समस्त तीर्थहरूमा स्नान गर्नाले जुन फल प्राप्त हुन्छ त्यो फल पुरुषोत्तम महिनाको महात्म्य कथा सुन्नाले मात्र पनि प्राप्त हुन्छ। गङ्गादि सर्वतीर्थेषु मज्जते यत्फलं भवेत् तत्फलं शृण्वा तस्य महात्म्यं मुनिसत्तमम्। यो हामीले भनेको होइन, गङ्गामा स्नान गरेको फल केवल महात्म्य श्रवण गर्दा मात्रै पनि प्राप्त हुन्छ र मनुष्यले समस्त पृथ्वीको प्रदक्षिणा गर्दा जुन पुण्य प्राप्त हुन्छ त्यो पुण्य पुरुषोत्तम महिनाको अथवा पुरुषोत्तम सम्बन्धी महात्म्य कथा श्रवण गर्नाले मात्र पनि प्राप्त हुन्छ। र पुरुषोत्तम महिनामा पुरुषोत्तमको महात्म्य सुन्नाले ब्राह्मण ब्रह्म तेजस्वी भएर रहनेछ, क्षत्रिय पृथ्वीको मालिक भएर रहनेछ र वैश्व धनको मालिक धनाट्य हुनेछ र शूद्र सज्जन पनामा प्राप्त हुन्छ यानि सज्जन श्रेष्ठ हुनेछ। अरू जो किरात हिन्दू आदि भेडा बाख्रा पाल्ने काममा निपुण गडेरियाहरू छन् ती सबै पनि यो अति उत्तम पुरुषोत्तम महात्म्यको कथा सुनेर मुक्ति पदलाई प्राप्त गर्नेछन्।
यानि कि मुक्त हुनेछन्। जो व्यक्ति पुरुषोत्तम महिनाको महात्म्य लेखेर वा लेखाएर भाषाभित्र हाली वस्त्र र सदक्षिणाले श्रृङ्गारी विधिपूर्वक पूजा गरेर कथावाचक ब्राह्मणलाई दान दिन्छ भने त्यो व्यक्तिले आफ्ना तीनै लोक यानि पिता, पितामह र प्रपितामह समेत उद्धार गरेर अर्थात् स्वर्ग नर्कबाट छुटाएर साथै लिएर जहाँ गोपिका गोपिनीहरूका झुण्डले घेरिएको पुरुषोत्तम भगवान् श्री कृष्ण रहनुहुन्छ त्यस्तो दुर्लभ स्थानमा उनीहरूले प्राप्त गर्दछन्, यानि कि गोलोकतिर लिएर जानेछन्। र जो व्यक्तिले उत्तम महात्म्यलाई लेखेर वा लेखाएर आफ्नो घरमा राख्दछन् भने त्यस घरमा समस्त तीर्थहरू निरन्तर विलास गर्दछन् अर्थात् रहिरहनेछन्। अत्यन्तै पुण्यको खानी भएको यो महिनाहरूमा अति उत्तम पुरुषोत्तम महिनाको महात्म्यलाई सुनेर त्यहाँका सारा मुनिहरू अति आश्चर्य मान्दा भए, यानि कि छक्क परे। तब आज भगवान् श्री कृष्णको चरण कमलको सेवा गर्ने काममा अत्यन्तै निपुण ती मुनिहरूले विनम्रतापूर्वक ब्राह्मण क्षेत्राडी पुत्र सुतजीलाई फेरि भन्न लागे। ती ऋषिहरूले भन्दछन्, सुत महाभाग धन्योषित्व महापते तन्मुख अमृतपानेन कृतार्थ स्यो वयं वृषम। हे भगवान्, हे सुतजी, हे महाभाग्यमानी सुतजी, हे बुद्धिमान सुतजी, तपाईँ धन्य हुनुहुन्छ। तपाईँको मुखारविन्दबाट भगवानका कथारूपी अमृत पिउन हामी असाध्य कृतार्थ भएका छौँ। हजुरले हामीलाई परिपूर्ण पारिदिनु भयो प्रभु, हामी धन्य छौँ। हे पौराणिक पुराण सुनाउनेहरूमा शिरोमणि व्यक्ति सुतजी, अग्रण्य सुतजी, हजुर सदा सर्वदा बाँचिरहनुहोस्। चिरञ्जीवी भवः, चिरञ्जीवी सदा सुतः, पौराणिक शिरोमणि, चिरञ्जीवी हुनुहोस्। जगतलाई पवित्र पार्ने वस्तुहरूलाई पनि पवित्र पार्ने यस्तो हजुरको कृति निरन्तर रहिरहनेछ प्रभु। तपाईँका मुखारविन्दबाट निस्केका श्री मुकुन्द भगवानका कथारूपी अमृत पान गर्न यी नैमिषारण्यमा रहने समस्त मुनि श्रेष्ठहरूद्वारा तपाईँका लागि अत्यन्तै पूज्य ब्रह्माको आसन हामीले प्रदान गरेका छौँ। जबसम्म नै विष्णु भगवानको अति पवित्र कीर्ति पृथ्वी तलमा रहिरहनेछ तबसम्म नै यस पृथ्वी तलमा श्रेष्ठ मुनिहरूको समाज समूहमा रहेर श्रीहरि भगवानको राम्रा राम्रा कथा गुणगान हजुरले बताइरहनुहुनेछ। र नैमिषारण्य निवासी ब्राह्मणहरूको यस्तो प्रकारको आशीर्वाद पाएपछि त्यहाँका ती समस्त ब्राह्मणहरूलाई 3 फेरा दायाँ प्रदक्षिणा गरेर अनि सबैलाई नमस्कार गरेर ती ब्राह्मण क्षेत्राणी पुत्र सुतजी आफ्नो गर्नुपर्ने कृत्य स्थान सन्ध्यादि गर्न गङ्गातिर प्रस्थान गर्नुभयो। तत्पश्चात भने नैमिषारण्यमा रहने सबै ऋषिहरू परम्परामा पुरुषोत्तम भगवानको यो प्राचीन अति राम्रो श्रेष्ठ महात्म्य त इच्छित पदार्थ दिनमा अर्थात् चिताएको मनोरथ पुरा गरिदिनमा कल्पवृक्ष जस्तो रहेछ भन्ने कुरा पनि भन्न थाल्नुभयो भन्ने कथा प्रसङ्गहरू यो बृहत नारदीय महापुराण अन्तर्गतको पुरुषोत्तम महात्म्यको नारायण र नारदबीचको संवादको 31 अध्याय कथा प्रसङ्गलाई पनि यही विराम दिनुहुन्छ। हामीले सम्पूर्ण यो पुरुषोत्तम महात्म्यको 1 अध्यायदेखि 31 अध्याय कथा प्रसङ्गलाई आजबाट बिदा दिइसकेका छौँ। हजुरहरूले यतिका दिनसम्म हामीलाई श्रवण गरेर साथ दिनुभयो, हजुरहरूलाई धेरै धेरै धन्यवाद। हामीलाई कुन कुन स्थानबाट हेरिरहनु भएको थियो अवश्य कमेन्ट लेख्न पनि नभुल्नुहोला। साथै सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ अवश्य सब्स्क्राइब गरेर हामीमा जोडिनुहोला र यस्तै धार्मिक मनोरथ परिपूर्ण गर्नका निमित्त भनेर हामीले यो ओमकार टेलिभिजनले हजुरहरूका सामु नित्य रूपमा यस्तै धार्मिक प्रवचनमूलक कार्यक्रमहरू लिएर सदा सर्वदा उपस्थित हुने गर्दछौँ। त्यति बेलसम्म हजुरहरूले यो ओमकार टेलिभिजनका अन्य श्रृङ्खलाहरू हेरेर साथ दिनुहोला। विलम्ब नगरिकन म ओमकार टेलिभिजनको प्रवर्तक यस कार्यक्रम सञ्चालक पण्डित आयुष नुरेला पनि हजुरहरूका सामुबाट बिदा हुनेछु। सोभन्दा पहिले भने चाहिँ हामी उनी श्री पुरुषोत्तम भगवानलाई स्मरण गर्दै गर्दै आजको दिव्य बसाइबाट हामीहरू बिदा हुनेछौँ। ओम छम छम नो पुरपाहुमा कमरमा रत्नोज्वला मेखला चमचम कुण्डल कानमा तुलसीका माला भिरेका गला गर्छन् वर्णन काव्य शास्त्रहरूले हे श्याम हे निर्मल तिम्रो दर्शनको सुयोग्य भगवान मैले कहाँ पाहुला छौ वृन्दावनमा गयौ कि मथुरा छौ द्वारकामा कतै छौ वृन्दावनमा गयौ कि मथुरा छौ द्वारकामा कतै वर्षानातिर छौ कि तालवनमा पर्खिरहेछु यहाँ आउँछौ दर्शन दिन्छौ कि त भगवान कल्पिरहेछु यहाँ आउँछौ दर्शन दिन्छौ कि त भगवान कल्पिरहेछु यहाँ। जय श्री राधे, जय श्री कृष्ण। ओम हर हर महादेव शम्भो अस्तु।